धन्यवाद छ साथीहरूलाई। विशेष गरी आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी सचिवालयको बैठक हाम्रो कार्तिकको 9 गते बसेको थियो। त्यसपछि नियमित रूपमा त्यो बैठक आज पनि बसेको थियो। त्यो 2 दिनको बैठकमा हामीले धेरै कुराहरू छलफल गरेका छौँ। पार्टी पनि एउटा अलिकति ठुलो हुँदै जाँदाखेरि विषयवस्तुहरू पनि धेरै आउने स्वाभाविकै पनि हो र अहिलेको जेएनजी आन्दोलन पश्चातको एउटा तरल राजनीतिक अवस्थामा पार्टीले जसरी एउटा चाहिँ आकार लिने गरी राजनीतिक वृत्तमा कामहरू गरिराखेका छ, त्यो कारणले पनि विषयवस्तुहरू अलिकति लामो छलफल हुन आवश्यक पनि छ भन्ने हिसाबमा पार्टीको बैठकहरू अलिकति बाक्लो भइराखेको अवस्था म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र पार्टीले अहिलेको राजनीतिक परिवेश र आगामी कदमबारे बृहत्तर छलफलहरू गरेको छ र अबको राजनीतिक अवस्था अहिले विशेष गरी जेएनजी आन्दोलन पछाडि जुन हिसाबको परिवर्तनहरू हुनुपर्ने थियो त्यसमा अहिलेको राजनीतिक वृत्त सरकार आफैमा पनि चाहिँ केही चाहिँ सुधार गर्नुपर्ने काम गर्नुपर्ने ठाउँहरू रहेको र त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी के कसरी सारथी हुन सक्छ र अगाडि जाने सन्दर्भमा काम गर्नुपर्छ भन्ने हिसाबको छलफलहरू भएको छ र यसै सन्दर्भमा हामीले बृहत्तर चाहिँ एउटा राजनीतिक संवाद गर्नुपर्छ भन्ने चाहिँ निष्कर्ष निकालेका छौँ र त्यसमा विशेष गरी चाहिँ हामीले यो आउने 14 गते शुक्रबारका दिन बृहत्तर राजनीतिक संवाद गर्ने भन्ने एउटा निर्णयमा पुगेका छौँ। विशेष गरी पार्टी उपसभापति डाक्टर स्वर्णिम अग्लेको संयोजकत्वमा उच्च स्तरीय संवाद समिति बनेको छ र उच्च स्तरीय संवाद समितिसँग यो परिवर्तनको पक्षधर विशेष गरी जेएनजी आन्दोलनको पक्षधर चाहिँ नैतिक रूपमा समर्थन गर्ने राजनीतिक दलहरू पनि हुनुहुन्छ र जेएनजी आन्दोलनका नेतृत्वहरू आफैमा समूहगत रूपमा पनि हुनुहुन्छ। उहाँहरू सबैलाई समेटेर हामीले चाहिँ यो एउटा बृहत्तर राजनीतिक संवाद गर्ने भनेका छौँ। त्यसमा विशेष गरी म अलिकति त्यसको पृष्ठभूमि म राख्न चाहन्छु। जेएनजी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति एवं समूहहरू बीच बृहत्तर राजनीतिक अलायन्स समेत निर्माण गर्ने गृह कार्य स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न चरणमा द्विपक्षीय संवादहरू गरिरहेको सबैलाई विदितै छ र गत 3 वर्षको सङ्घर्षशील संसदीय अनुभवको जगमा हाल छरिएर भइरहेका पहलहरूलाई एकताबद्ध दिने गरी हाम्रो सदिच्छा पनि छँदैछ। प्रवास र स्वदेशका आम नेपाली जनताले आशा अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरू बीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय